Hi, good morning. Welcome to my life. ब्लगमा तपाईँ सबैजनालाई वेलकम छ। आज चाहिँ हामी पानी बनाउन जाँदैछौँ। पानी बनाउनु माथि पानी हाम्रो घरदेखि 4-5 किलोमिटर टाढो आधी बाटोसम्म आयौँ, बाइकमा आयौँ। त्यहाँदेखि चाहिँ हामी चाहिँ वक गरेर पानी बनाउने मुहानतिर लागेको हो, जाँदैछौँ। हेर्नुहोस् हाम्रो पानी बनाउन जाने बाटो चाहिँ यस्तो छ है साथीहरू। बाटो छ, अब बर्खा लाग्यो, अब जुका लाग्छ है, यता ठुलो ठुलो जुका लाग्छ। त्यो भएर हामीले चाहिँ दबाईहरू के बोकेर हिँडेको हामी चाहिँ। सुनसान छ, जङ्गलको बिचबाट जानुपर्छ है। माथि पुगेर त्यहाँदेखि फेरि मुन्नी आउनुपर्छ, फेरि तेर्सो जानुपर्छ। यस्तो जाँदा 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 यो बाटो जानुपर्छ हो। लु गाइस, फाइनली अब हामी चाहिँ पानी बनाउने ठाउँमा पुग्यौँ। मेरो पानीको पाइपको मुहान एउटा यहाँ छ, अरू चाहिँ यो डाँडा काटेर अझै माथिबाट गएर उता छ माथि। अब हामी एकछिन रेस्ट गर्ने, अनि पानी बनाउने, अनि फर्किने हामी चाहिँ। गाइस अब फेरि अर्को कनेक्सनपट्टि हामी उँभो लाग्यौँ। बाटो चाहिँ यस्तो छ है साथीहरू, उकालो जाने चिप्लो छ। अप्ठ्यारो छ साथीहरू, राम्रोसित ल्याउँ, बाटो अप्ठ्यारो छ। यस्तो छ है बाटो साथीहरू, तलबाट आउनुपर्छ।